सम्मान गर्छु सधैँ। भोलि तपाईँहरूले मैले हालेको भोट यति खराब मान्छेलाई हालेछ भन्ने दिन ल्याउन चाहन्न। अर्को प्रतिबद्धता मेरो त्यो हो। तेस्रो कुरा हो, म राजनीतिमा आउनुको अर्को कारण एउटा हो, सबैभन्दा बढी निराशा भ्रष्टाचारको कारणले गर्दा आएको छ यो देशमा। सबैभन्दा निराशा, सबैभन्दा देश बिग्रेको एउटा कारण हो भने के हो? ठुलै स्वरमा भन्नुहोस् न, के हो? यसको विरुद्ध सबै मान्छे लड्न जरुरी छ। म एक्लै काफी छैन, हरेक मान्छे हरेक ठाउँबाट लड्न जरुरी छ। भ्रष्टाचारको विरुद्ध लड्ने कि नलड्ने? त्यस कारणले मेरो अर्को फर्मुला हो, अहिले नागरिकहरूको व्यापक संलग्नतामा, यो शब्द सुन्नु होला, नागरिकहरूको व्यापक संलग्नतामा सहभागितामा भइरहेको छैन। नागरिकहरूको व्यापक संलग्नतामा यो देशमा भएको भ्रष्टाचारहरूलाई मजासँग गोत्ने हो, यहाँबाट खत्तम बनाउने हो। त्यसको लागि हामी युद्ध गर्नुपर्छ। योभन्दा चुनावभन्दा बढी खर्च जरुरी छ। त्यसको लागि त्यस कारणले यो तीनवटा कुरा मैले यहाँहरूसँग भनेमा कसरी काम गर्ने भन्ने विषयमा अब तपाईँहरूसँग अनुरोध छ, तपाईँको तर्फबाट अब यसो काम गर्ने विषयमा एउटा फर्मुला हो, काम काम काम। तीनटा कुरा यो गर्ने कामै हो, गफ गर्ने देश बन्नेवाला छैन, काम गर्ने। अर्को कुरा हो, काम मात्रै गरेर हुँदैन, काम त काम गर्ने। यहाँबाट तल्लो बजारसम्म हिँडेर माथि बजारसम्म हिँडेर काम त्यही होला, तर बिना अर्थ हिँडेर के काम छ? काम छैन। त्यस कारणले त्यो कामले नतिजा ल्याउनु पर्यो। त्यस कारणले काम काम काम, नतिजा नतिजा नतिजा, अनि त्यहाँबाट जनतामा आउँछ खुसी खुसी खुसी। यो तीनटा आधारमा काम हुन्छ। अब हामी सबैले काम त्यसरी नै गर्ने। यो मैले मात्रै होइन, नेपाल सरकारको कर्मचारीले नि यसरी नै काम गर्नुपर्छ, राजनीति गर्ने साथीहरूले नि यसरी नै गर्नुपर्छ, पार्टीको साथीहरूले नि यसरी नै काम गर्नुपर्छ, जनताहरूले नि यसरी नै काम गर्छ, अनि बन्छ देश। त्यसरी म यो अनुरोध गर्न चाहन्छु। अर्को तपाईँलाई अनुरोध छु, मैले सधैँ भन्ने गरेको कुरा छ, तपाईँहरूले आफ्नो सबै, तपाईँले भोट हाल्नुभयो, विश्वास गर्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीलाई, मलाई, तर तपाईँले प्रश्न गर्न छोड्नु भयो भने हामी बिग्रिन सक्छौँ। त्यस कारणले तपाईँलाई अनुरोध छ, सधैँ सधैँ प्रश्न मात्रै गर्ने होइन, ठुलो प्रश्न गर्नुहोस् हामीलाई, ताकि हामी नबिग्रियौँ। सत्ता उन्माद हुन सक्छ, विजय उन्माद हुन सक्छ, मान्छे कुनै पनि टाइम बिग्रिन्छ। खराब जन्मेको कोही मान्छे छैन, जन्मेपछि खराब भएको हो। त्यस कारणले खराब नहुन दिनको लागि पनि प्रश्न गर्न सक्नुपर्छ। त्यो प्रश्न गर्ने तागत मत हाल्ने मान्छेसँग छ। तपाईँको प्रश्नभन्दा ठुलो केही हुँदैन। त्यस कारणले प्रश्न गर्न नछोड्नु होला हामीलाई। पार्टीलाई गर्नुहोस् प्रश्न, रविलाई गर्नुहोस् प्रश्न, बालेनलाई गर्नुहोस् प्रश्न, मलाई गर्नुहोस् प्रश्न, हरेक हाम्रो नेतृत्व गर्ने मान्छेलाई प्रश्न गर्नुहोस्। यस कारणले प्रश्न गर्न नडराउनु होला, आफ्नो मान्छेलाई झन् कडा प्रश्न गर्नु होला। यो अनुरोध गर्न चाहन्छु। दीपकजीले यही भन्नुभयो। अर्को फर्मुला हो, हामी सबैभन्दा ठुलो गुनासो यो नागरिक संवाद गुनामा आएको गजब लागेको छ। भोटमा नगए हामी राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट माग्न आएको, म भोट नआएर नर्मल क्षेत्र नम्बर 2 को उम्मेदवार भोट दिनुहोस् ल। जुन जोगी आए पनि कामै छुटेको, तपाईँ नै त्यस्तै हुन्थ्यो होला नि भन्छ कि कुनै ठाउँमा पैसा छुट्ला कि भने कहीँ छुटेन, कहीँ छुटेन, कोहीबाट छुटेन। अनि मलाई कहिले लाग्छ काम नगरेर त मैले होइन, म त भर्खर राजनीतिमा, काम नगरेर त अरूले नै हो। तर म अरूले नगरेर कामको जवाब पनि दिनुपर्ने हो। अरूले नगरेको कामको जवाब मैले कति दिनुपर्ने हो, यो मलाई गजब लाग्यो। तर मलाई राजनीति गर्न आएको मान्छे भएको हुनाले साँच्चै यसको जवाब दिने काम मेरो पनि हो, हाम्रो पार्टीको पनि हो भन्ने लाग्छ। त्यसैले जनतासँग जोडिने हामीले एउटा माध्यम बनाएको छ। आज जनतासँग जोडिनेका निमित्त घरमै जानुपर्छ भन्ने होइन, मैले बुझेको छु। जनताले फेरि मेरो घरमा आऊ, भात खाऊ, मेरो घरको काम गरिदेऊ, बस भने होइन। जनताले के भने, मेरो ठाउँको समस्या बोल, हाम्रा समस्याहरू छन् हल गर्ने हो, हाम्रा आवाजहरू सुन भनेको हो। त्यो सुन्नका निमित्त आज हामीसँग धेरै तरिकाहरू छ। तपाईँहरूसँग भेटघाट गर्न सक्छौँ। रुबी भ्यालीको मान्छे, खनायबासको गर्न जमुनाका मान्छेहरू यहाँ बस्नुहुन्छ। हामी यहाँ बसेर छलफल गर्न सक्छौँ, तपाईँहरूसँग बहसहरू गर्न सक्छौँ। काठमाडौँमा बस्नुहुन्छ, त्यहाँ भेटघाट गर्न सक्छौँ। यो मात्रै छैन, हाम्रो सामाजिक सञ्जालहरू यति छन्, फेसबुक छ, टिकटक छ, धेरै
हामीसँग इन्स्टाग्रामहरू छ सबै त्यो माध्यमहरू जोड्न सकिन्छ त्यस कारणले तपाईँहरूसँग कनेक्सन हुनका लागि